आलु निकाल आलु निकाल काम नि गरि हो गाइस मैले ल खानुस् होला आज म चाहिँ हातले कोदाली छ वाउ कत्रो हाम्रो छ्यामाले खनेको है यो चाहिँ मैले नि खनेर निकाल्न पर्यो केही हातमा खनेको ए सरी यता बोरामा राख्छु भयो यो मामु ए ल इ त्यत्रो भइसक्यो है हाम्रो आलु चाहिँ उता नि छ ल कस्तो परेको एक ड्याङ भ्याएर हामी अब अर्को ड्याङतिर लाग्दै हम यति आयो ल यता नि छ यति होइन यत्रो है ल गाइस हाम्रो एउटा भाग भ्याएर अब यहीँ हो क्यामेरा मेन नभएर दुःख पाहु यहाँ एउटा हातले खन्ने झार उठाउने एउटा हातले क्यामेरा समात्ने गरेछु मैले गाइस पहिला यसरी अब यहाँ हेर्नुहोस् उतापट्टिको पनि ठिकै फल्दै थियो यहाँ चाहिँ फलेन खासै आलु निस्क्यो म त ल्याउने यता अलिअलि साज लाम्न कोही भइकेन रमी त्यहाँ चिन्तेनले अरे त्यो लाए जति उम्ने नि राम्रो हो नि त पोहोर पनि त्यस्तै भयो न त भने कति हो के फल्ने अब जता नि फाइदा हुन्छ भन्ने ग्यारेन्टी छैन जिन्दगी यस्तै हो हल्का डाइलग ठोकिदिएँ मैले मलाई आलु 5 किलो हजुरलाई के मोल काम गर्न गाडी छ गाइजहरू भने जस्तो सजिलो छैन हजुरलाई यहाँ भ्लग हेर्दा सजिलो भयो जस्तो जति सजिलो छ काम गर्दा त्यति सजिलो छैन भन न गाइज हाम्रो प्रोग्रेस चाहिँ वहाँबाट यहाँसम्म भयो
अहिलेसम्म त्यत्रो फल्यो है, त्यत्रो आम्मामामा कति बोरा होला त। गाइस ल मैले भने त यहाँ हल्का थकी अवस्थामा छु है। ल यहाँ चाहिँ बाबु गफ गर्दै खन्दै होइसिन्छ, म चाहिँ हल्का भिडियो खिचेको। अब म नि जान्छु खन्न, हामीले त्यत्रो खन्यौँ, अझै स्टिल यता नि हो तर केही छैन। अनि गाइस त्यो चाहिँ सतल जाने बाटो हो। यस्तो ग्रिनरी, वाउ। आलुको बोट हेर्दा त ओहो खत्रै, 5 किलोको 50 किलो फल्ला जस्तो। कमेडी। पहिला चाहिँ यहाँ यस्तरी सोरौँ होइन गाइज, अनि मलाई खन्न सजिलो हुन्छ के। ए बोतल त ढाकेलाई पछाडि यहाँ चाहिँ सानो सानो फले रहेछ हाम्रो कम्पेरिजनमा यतापट्टि। त्यही पनि होपलेस नहुँ, ठुलो आउन पनि सक्छ। यहाँ पछाडि जस फल्न चाहिँ फलिरह, होइन होइन फले हो। यहाँ आलु नफलेर यहाँ प्रिडिक्सन हुँदै है के कारणले होला भन्दा कसैले यहाँ बिउ नै कुहिएको थियो भने सुन्नुहोस् होला हजुरले नि। फले हो जोस्, किडनी जस्तै, किडनी स्टोन। भयो हजुर, अब जे भयो नि भयो, अब कुखुराको मल गतिलो भयो, मान्छेको मल गतिलो भयो नि, कुखुरा मल गतिलो भयो नि, मान्छे मल गतिलो भयो नि। आइज यहाँ चाहिँ आलुको बिच बिचमा मुला नि म उकाउन गइरहेको छु। ल है कत्रो है, यत्रो रहेछ है। ल गाइस मुला, ल यता अर्को पनि छ, कत्रो निक्लेला बल्ल गरेर निक्ल्यो। ल ल हामीले जनकदेव आलु खनेर भ्याएर अहिले चाहिँ निलो आलु खन्दै हम। यो अहिले चाहिँ यो निरा आन्टीको यहाँ थियो निलो, यो ड्याङमा चाहिँ निलो रहेछ, यो खन्दै हम है। 2 किलोको आलु यहाँ 2 किलोभन्दा बढी आइसक्यो। ल आन्टीलाई प्रफिट भयो। ल ल गाइज हामी लास्ट स्टेजमा हम। झार अब झार उकालेर हामी खन्दै हम है। खनिसके रेखाले दिजु सिर्जना रेखाहरू होस् न खनेको देखा थिए हेर्नुस्। रेखा दिजु त नाले
ल आलु खनेर भयो अब आलु बोरामा राख्न बाँकी छ गाइज हामीले ल बिहाइन्ड द सिन अफ टिकटक ल यतिको त सुनिन्छ ल ल ल अब सुनिन्छ नि कोही टिकटक बनाउँदैन कोही आलु केलाउँदैन गाइज म त आलु लिँदै हिँड्दै हुँ यता यत्रो यत्रो हो अहिले पछि हुन्छ म एउटा चाहिँ लिएर गएँ है ल जमदार प्रस्तुति हुँदै आलु उठाउन नि गाह्रो पर्यो हाम्रो खेत चाहिँ त्यहाँ थियो गाडीमा जाँदै